एकैछिन यो भिडियो हेर्नुहोस् त को सहमत हुनुहुन्छ यो भिडियोमा? मान्दैन, 1-2 दिन मान्दिनँ। यो व्यवस्थाले मलाई गोली हाने म यो व्यवस्था मान्न जान्छु त भने, यो व्यवस्थाले मेरो दाजुभाइ मारे यो व्यवस्था मान्छु त। यो व्यवस्थाले नेपाली जनतालाई ढालेको छ, नेपाली जनता बेचेको छ, नेपाल आमालाई रुवाएको छ नि, यो व्यवस्था म मान्छु त। मेरो नैतिकता मेरो धर्मले दिन्छ त। म त 1-2 दिन यो व्यवस्था त मान्दिनँ के, मान्दिनँ। 72 सालको संविधान त 1-2 दिन मान्दिनँ, मान्दिनँ के। राजा मान्ने हो, माने राजा मान्ने हो, माने धर्म मान्ने हो, माने देश मान्ने हो, माने जनता मान्ने हो के। त्योभन्दा अरू मान्दिनँ म, कसैलाई पनि मान्दिनँ। 1-2 दिन मान्दिनँ म, होइन। तर राजालाई छ नि, राजाले राम्रो काम गर्न खोज्छन् भने, होइन, राम्रो काम गर्न खोज्छन् भने राजाकै शासन चल्छ। जनताले आदेश दिने हो नि त। अब राजाले गलत काम गर्न खोज्छ भने हुँदैन, होइन। जनता र राजा प्रजा मिल्ने हो के। राजा त तपाईँको एक ठाउँमा आएर बस्ने हो के। प्रधानमन्त्री त जनता नै हुने हो नि त, जनताको छोराछोरी नै हुने हो नि त। गृहमन्त्री पनि जनताको छोराछोरी हुने के। सबै मन्त्रीमण्डल जनताको छोराछोरी मात्र हुने हो के। त्यही राष्ट्रपति भन्ने एउटा त्यो दलको ताल्न बेतालको मर्न लागे त्यो फाल्ने बेला भए बुढाहरू आएर थन्किन्छ नि, त्यो ठाउँ थन्काउने ठाउँ, त्यो चाहिँ बाइकआउट गरेर हाम्रो कला संस्कृति गौरव, हाम्रो इतिहास, हाम्रो पुर्खाको बलिदान, यो देशको कसले बनायो, यो देशको बाउको खलक पृथ्वीनारायण शाहको खलकलाई चाहिँ त्यो एक ठाउँमा ल्याएर राख्नुपर्छ। त्यो 17 लाख हाम्रो पुर्खा मरि मेटेर बनाएको त्यो सिर्पेसले न्याय दिन पाउनुपर्छ। यो देश अस्तिको सङ्कटको परेको बेलामा के भयो, यो देश चल्ने भने 3टा निकायले हो कि, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका। तपाईँको देश यो राष्ट्र संवैधानिक अङ्कहरू चलेर अनि त्यही त, यो राष्ट्र जोगाउने भने 2टा संस्था, एउटा सेना संस्था, एउटा राज संस्था। सेना संस्थालाई नै खडा गर्ने राज संस्था फागा लाएर चाहिँ देश जोगिन्छ जस्तो लाग्छ, देश जोगिन्छ जस्तो लाग्छ। के लाग्छ यो बारेमा कमेन्ट गर्नु होला है।